राख्नु थाल्यो आउँदैछ ठुलै आउँदैछ हिउँदोमा आउँदैन त्यो भाइ त्यो पल्लो तैले घरेको ठुलो आउँछ नआए पनि सम्झनै हो हाम्रो चाहिँ यतापट्टिको चाहिँ भइसकेको होइन अब कुलो खन्ने गाड्ने पुछारहरूलाई ऊ परबाट पारीबाट त्यहाँबाट त्यो मुनिको पनि थुप्रो हुँदै आउँछ कि हामीलाई त्यहाँबाट त्यो दुईटा त्यो दुईटा चाहिँ माथि हाल्नुपर्छ बजारमा राम्रो देखाउनु पर्दैन त एउटा बोरा अनि यो चटपटे खाँदा चटपटेमा मिसाउने त रहेछ केही हुँदैन टाउको यहाँ राखौँ चटपटे त खान्छ कलरसँग धोएर जान्छ लाग्छ मात्रै अलिअलि घरमा डल्दैन कान खतरा बिक्री हुने कान होइन त काम त नलाने त होला काकीले पैसा लाने जति सबै डिप्रान्छ पैसाको लागि जाड यसो त्यो छन्वा छान्नु कोदो पियो झन् ओरिजिनल त्यसमा खाने अनि अब त जाँदैन नि चमर माइलालाई झन्डै मारे मलाई के अरे दुई खानु भनेर भनेको चमर माइलालाई झन्डै मारे म त अब मरिन्जेल पो खान्छु भन्दै थिएँ अस्ति पाल त मासु छ भने यहाँ पो त यहीँ पर्ने अरे क्या यहीँ पर्ने हो हजुर 15-20 केजी है ऊ त्यो तल्लोपट्टि राख्ने कि माथिल्लोपट्टि छिटो झार न फुटाउँदै गर न यस्तै लाग्छ त फेरि त्यो धार छैन झरिसकेको धुनुपर्छ होला त्यो त पोखाल्नुपर्छ होला एउटा ताना न पड्को खप्नु भनेको भरि नै पर्यो एउटा दुईटा खाएपछि सकिगयो नि होइन हजुर ए मेरो पार्टनर छोडेको खालि पार्टनर भन्दै रहेछ अनि पार्टनर भन होइन मालिकै भएर त ऊ खुल्ला नि भाडा किन नधर्नु भएको के ल्याउनु भएको छ उताबाट
लाग्ने भाडा झार्दैन भरिरहेछ त खन्जिनुपर्छ अब मालिकै हुनुहुँदैन है पार्टनर भने पैसा उठाएर खाइदिने भयो छिटो बनाउँदैन फेरि लाग्ने हुन्छ होइन हतियार पनि हजुर छोयो कि सकियो यहाँ त भइसकेपछि गाइसकेको छैन हानिदिइहाल्छ चक्कुको यस्तो घुट्ने अर्को यस्तो रक्सी खाएर निको भन्ने अवस्था है म यहाँ देखेको टिकाले चाहिँ राम्रो पैसा कमायो पैसा त अनि मार्केट राम्रो छ नि त अरूको भन्दा टिकाको र अनि बिचारीको जस्तो कसैको पनि छैन बिचारीको पनि दुईटा अटो छ होइन मान्छेलाई चाहिँ सेवा चाहिँ दिएको के उनी किनिसकेको छ नि बिचारीहरूले त नि बिचारी कतै बस्यो भने पनि उसलाई पठाइहाल्छ उसको सालालाई अगाडि जानु अगाडि यो भुइँमा झर्ने भयो ए ओताल यहाँ बसाउँदै भित्र बस्यो सबै यो भन्नु न अनि माथि प्रेमले कमाएको है पैसा प्रेम मार्केट हुनेहरूले नि कमाउँदैछ नि पैसा सञ्जीव दाइको स्टाइलको मलाई त खुब राम्रो लाग्यो पित्त कहाँ हुन्छ पित्त चाहियो अरे बुढोलाई पित्त यहीँ त जोगाएर हेरौँ है त यहीँ है उति छ जोगाउँ त आन्द्रामा टालेको त छैन यहाँ छ नि पित्तै ए यो काट्ने भालुको पित्त कहाँबाट ल्याइदिनु त भालुको पित्त भनेर सोलीतिर पाउँछ हौ सोलीतिर पाउँछ भने यो के अरे लगाए बुझाउनु मात्रै मेन सामान फाल्दिनु हाल्यो नि त के छ ममा खाने चिज होइन म काटिदिन्छु के गर्ने कलेजहरू काट्ने कि त्यो उ गरेर काट्यो त भाइ छानेर यो यहाँको नि मासु लानुपर्छ खाए जस्तो हुँदैन फेरि यहाँ माथि राखेर काट्ने कि त्यो बराबर उसरी के हेर्ने भाइ लाने कि भोलि भएर यस्तो अप्ठ्यारो भयो मलाई भने खुट्टा यी त्यति निकाल्नु कति जोख्ने 4-5 केजीको बनाउनु दाइ मलाई यो 2 केजी गरिदिनु न हुन्छ अब यस्तो ल्याउनु सबै होइन तपाईँहरूले छोडेको त मैले लाने हो लास्टमा भोलि नि कति जान्छ नजर थियो है टन्न छ हौ कुन त निकाल्दै सुँगु देखाउँछ त त्यहाँ बटपले
अलिक यता थियो कहाँ छ त उता पछाडि पछाडि सपोर्ट यता फर्काउँ ल यो पनि धेरै हुन्छ जस्तो छ माछा हाल्नुपर्छ चिसो हुन्छ है माटेर मासु चाहिन्छ मलाई चाहिँ त्यहाँको 2 केजी दिन्न 2 केजीले पुग्छ र मन पुग्छ मासु पनि दसैँ तिहार हन्टी खायो रविन्द्रलाई त्यही बात नै 2 केजी त मलाई मात्र हो नि ल यो सबै कति हुन्छ त्यति लान्छु म यताबाट फेरि बसिरहेको